सङ्कल्प जीवनको प्रेरणा र उद्दीपन। यो विश्वमा भएका प्रत्येक मानिसका बेग्ला बेग्लै इच्छा र चाहनाहरू हुन्छन्। आफ्ना यिनै इच्छा र चाहनाले भरिएको सपनाको झोला बोकी प्रत्येक मानिस आफ्नो गन्तव्यतर्फ हिँडिरहेका हुन्छन्। तर जब उसलाई कता जाने थाहा नै छैन भने ऊ हिँडेको पनि अर्थ हुँदैन। त्यसैले एउटा व्यक्तिले आफ्नो लक्ष्यको बाटोमा हिँड्दा सङ्कल्प गर्न जरुरी छ। सङ्कल्प एउटा शक्ति हो र हाम्रो सपना परिपूर्ति हुने बेलाको साथी हो। भनिन्छ नि, कतिपय मानिसहरूको सपना समयमै पूर्ण हुन्छन्, कतिपयको परिपूर्ति हुनमा लामो समय कुर्नुपर्छ र कतिपयको पुरा नभई जीवनलीला समाप्त हुन्छ। त्यो हुन्छ जब मानिसमा आफैको लागि एउटा अठोट सङ्कल्प हुँदैन। हुन त प्रत्येक मानिसका सबै उद्देश्य पुरा हुने भए यो धरती सायद स्वर्ग बन्थ्यो होला। यदि मानिसमा सङ्कल्प भयो भने ऊ दिनरात दुःख गर्छ, अघि बढ्छ, कति ठाउँमा चिप्लिएर लड्छ, कति ठाउँमा नमज्जाले पछारिन्छ, यद्यपि ऊ अघि बढ्न कहिले छोड्दैन र जीवन मार्गमा निरन्तर बढिरहन्छ। गुडिरहेका पाङ्ग्राहरू जस्तै मानिसहरू पनि आफ्नो जीवनमा हिँडिरहेका हुन्छन्। तर जति गुडे पनि सङ्कल्प नगरेसम्म भाँसिएको पाङ्ग्रा जस्तै हुन्छ मानिसको जीवन। सपना ठुलो होस् या सानो, अठोट गर्न जरुरी छ। सबैले सङ्कल्प त गर्लान्, तर फरक यति छ कि कोही मानिसको सङ्कल्प ठुलो हुन्छ त कुनै मानिसको सङ्कल्प सानो हुन्छ। भन्नाले कसैको सङ्कल्प सामान्य र सरल हुन सक्छ, जस्तै तपाईँको सङ्कल्प भविष्यमा खुल्ला विद्यालय खोल्नु हो, तर कसैको सङ्कल्प अत्यन्त उच्च र आदर्श हुन सक्छ, जस्तै विश्व शान्ति गर्नु हो। अरू मानिसहरूले सङ्कल्प गर्दा सपना नै उनीहरूको सीमा हुन्छ। उनीहरू त्यसै विचारमा रहन्छन् जहाँ उनीहरूले आफूलाई सोचेको क्षेत्रमा समीक्षा गर्न सक्छन्। प्रत्येक मानिसले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको सङ्कल्प गर्दछ। कसैले छोरो अथवा छोरी हुने, कसैले बढी कम्पनी स्थापना गर्ने र कसैले गरिबीलाई निर्मूल बनाउने सङ्कल्प गर्छन्। यसै गरी कसैको सङ्कल्पले उनीहरूलाई अत्यन्त उच्च लक्ष्यहरूमा पुग्न मार्गमा प्रेरित गर्दछ। सङ्कल्पमा बदलाव ल्याउने क्षमता हुन्छ। सङ्कल्पले हाम्रो आत्मविश्वासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। सङ्कल्प बनाउँदा हामीले के चाहिएको भन्ने कुरा थाहा हुनुपर्छ। यति मात्र होइन, सङ्कल्प गर्दा हामीले धेरै कुरा ध्यानमा राख्नुपर्छ। जस्तै हाम्रा इच्छाहरू विपुल र सकारात्मक हुनुपर्छ, जसले हामीलाई उत्साहित बनाउँछ। सङ्कल्प गर्ने मात्र भनेर पनि हुँदैन, यसको गर्ने विधि पनि त थाहा हुनुपर्छ। त्यसैले सङ्कल्प गर्नुभन्दा अगाडि के कुरामा सङ्कल्प गर्ने हो भनेर मानिस स्पष्ट हुनुपर्छ। मानिसले आफ्नो सङ्कल्पलाई कायम राख्न मानिसमा धैर्यता हुनुपर्छ, किनकि धैर्यले मानिसको जीवनमा सफलता आफै आउँछ भन्ने मेरो विश्वास छ। यदि कोही मानिस सङ्कल्प गर्दै पनि सफल हुँदैन भने उसले सङ्कल्प गरेको तरिका गलत हुन सक्छ। जस्तै हामीले सङ्कल्प गर्दा आफूले सक्ने कुरामा मात्र अठोट गर्नुपर्छ। यदि त्यो गर्दा पनि भएन भने चाहिँ पक्कै हाम्रो मेहनत नपुगेको हुनसक्छ र त्यति बेला चाहिँ हामीले हिम्मत हार्नु हुँदैन। सङ्कल्प गर्दा मात्र हुँदैन, हामीले उत्तिकै सङ्घर्ष गर्न पनि जरुरी छ। सङ्घर्ष गर्दा दिनरात सङ्घर्ष नगरे पनि सायद सकेको समयमा सङ्घर्ष गर्दा पनि धेरै हो। मानिसले सङ्कल्प गर्दा आफ्नो आत्मविश्वासमा पनि विकास गर्न सक्छ भन्ने मेरो धारणा हो। तर सङ्कल्प चाहिँ आफ्नो इच्छा भएको कुरामा मात्र प्रयोग गर्नुपर्छ, किनकि यदि इच्छा नै छैन भने अठोट गरेर मात्र के फाइदा। सङ्कल्पले गर्दा धेरै मानिसहरू महान बन्न सकेका छन्। सबैले गौतम बुद्धको बारेमा सुनेकै होला, जसले आफ्नो दरबारमा भएको राम्रो जीवनलाई छोडी राष्ट्रमा शान्ति फैलाउन उनी गहिरो तपस्या गरिराखे र उनको कारणले राष्ट्रमा शान्ति फैलियो पनि।
उहाँ अहिले अमर हुनुहुन्छ किनकि उहाँ आफ्नो कामप्रति लगनशील थिए। त्यो अर्को महान मानिसको उदाहरण लक्ष्मीप्रसाद देवकोटा पनि हुन्, जसलाई मानिसहरूले पागल कवि भनेर पनि चिन्छन्। त्यसैले आफ्नो लक्ष्यमा हिँड्नको लागि सङ्कल्प गर्न महत्त्वपूर्ण छ। आज फुलेका फुलहरू भोलिको भविष्यमा सुवास छर्न सफल होस्। विद्यार्थीहरू जसले झोलामा किताब सँगसँगै लक्ष्य बोकी हिँड्छन्, उनीहरू पनि भोलिको दिनमा लक्ष्य पूरा गर्न सकोस्। युवाहरू वा वृद्धहरू जोसुकै भए पनि आफूले चाहेको वा गर्न सक्ने कुरा सङ्कल्पले पूरा होस्। यति भन्दै म मेरो निबन्ध यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।